Hey everyone, welcome to our mini vlog. Today me and my husband we are going to Pokhara and we are really excited and I hope you enjoyed this vlog as much as we did. हामीले चाहिँ बिहान उठेर ब्रेकफास्ट गर्यौं अनि ब्यागहरु फुल अन प्याक गरेर हाम्रो जर्नी चाहिँ यहाँबाट स्टार्ट हुन्छ 8:30 मा हिँडेको थियौं अनि हामी चाहिँ थानकोटको बाटो हुँदै अगाडि बढ्छौं अगाडि यो ठुलो बंकरले गर्दा चाहिँ हामी अगाडि जान पाउँदैनौं बट एनीवे भ्यू हेर्दै राइड गर्नुको मजा चाहिँ छुट्टै थियो रोडको कुरा गर्दा चाहिँ काई पिच थियो काई अफ रोड थियो बट यो स्पेशली यो धर्के भन्ने ठाउँमा चाहिँ एकदम रोडहरु राम्रो थिएन हजुरहरु हेर्न सक्नुहुन्छ भिडियोमा पनि एकदम अलि नराम्रो थियो त्यो एरिया सकेपछि पिच रोडहरु पनि थियो हेर्न सक्नुहुन्छ एन्ड हामी चाहिँ लिभ यङ लिभ फ्री भन्दै बाइ रोडको रोडमा धुलो खाँदै अगाडि बढ्छौं अनि त्रिशुली रिभर हेर्न सक्नुहुन्छ एकदम मैले त बर्खा लागेको जस्तै पानी परिरहेको थियो सो एज एक्सपेक्टेड अनि मेरो हेलमेटको लक चाहिँ एकदम लुज भएको थियो सो उसले चाहिँ लक मिलाइदियो एन्ड मैले बोकेको ब्याग पनि एकदम अप्ठ्यारो भइरहेको थियो सो त्यही ठुलो ब्यागमा एडजस्ट गर्न लगाएँ बट अनफर्चुनेटली हामी अलिकति अगाडि मात्र बढेको थियौं ब्याग चाहिँ फेरि झरेर एडजस्ट गर्नु परेको थियो सो मैले त्यो ब्याग चाहिँ आफै मैले बोके अनि हामी त्यही 11:30 बजेतिर हामी चाहिँ मलेकु पुग्यौं धेरै भोक लागिरहेको थियो सो हामी दुवै जनाले चाहिँ माम अर्डर गरेर खायौं माम पनि एकदम मिठो थियो त्यहाँको त्यति भन्दै हाम्रो जर्नी चाहिँ यहाँबाट फेरि स्टार्ट हुन्छ थ्याङ्कफुली आज चाहिँ मस्त घाम लागिरहेको थियो अनि गर्मी पनि थियो अनि म चाहिँ भ्यूहरु हेर्दै हरियाली यो पहाडहरु हेर्दै मलाई चाहिँ एकदम मजा लागिरहेको थियो बट उसले बाइक चलाउनु पर्यो सो धेरै भ्यू चाहिँ इन्जोय गर्न पाएन एन्ड म त पछाडी बसेको थिएँ सो मैले चाहिँ मस्त फोटो भिडियोहरु सबै बनाएँ गर्मी चाहिँ लास्टै थियो सो मैले चाहिँ मुगलिन बजार पुगेपछि त्यहाँबाट एउटा ग्लोभ्स लिएँ अनि ग्लोभ्स लिएर हामी चाहिँ अगाडि बढ्छौं अनि मुगलिन कटेपछि चाहिँ बाटो एकदम राम्रो छ अनि अलि अगाडि नपुग्दै त्यहाँ चाहिँ एकदम जाम भइरहेको थियो हेर्न सक्नुहुन्छ जाम यहाँदेखि वहाँ कति परसम्म पनि जाम थियो बट एनीवे हामी बाइकमा गएको थियौं सो इजिली निस्क्यौं त्यहाँबाट अनि आउँछ 2 लेन रोड हेर्न सक्नुहुन्छ रोड चाहिँ एकदम मस्त बनाएको थियो उसले भ्यू त धेरै इन्जोय गर्न पाएन बट रोड चाहिँ उसले मस्त इन्जोय गर्यो अभियसली राइडर हो मजा त आउनै पर्यो एन्ड एउटा मोमेन्ट हुन्छ नि जुनमा भनिन्छ यु एन्ड मी एन्ड लङ राइड्स सो त्यो मोमेन्ट चाहिँ म एकदम इन्जोय गरिरहेको थिएँ हैन खुल्ला हावा खुल्ला आकाश अनि उसँग गफगाफ गर्दै हिँड्नुको मजा चाहिँ छुट्टै एन्ड स्पेशल थियो अलि अगाडि पुगेपछि चाहिँ आउँछ ढुम्रे बजारबाट अलि अगाडि पुगेपछि आउँछ दमौली बजार हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ हल्का काम थियो हाम्रो अनि त्यो काम सकाएर हामी चाहिँ त्यहाँबाट आफ्नो बाटो लाग्छौं एन्ड अभियसली फिल्मिङ द रोड यस्तो राम्रो थियो सो मैले चाहिँ धेरै भिडियोहरु बनाएको थिएँ अनि कति रोडको मात्र भिडियो बनाउनु भनेर मैले चाहिँ मेरो र उसको पनि भिडियो बनाएँ चीज अनि बादल पनि यस्तो राम्रो देखिरहेको थियो सो त्यसको पनि एउटा भिडियो बनाइदिहाले त्यसपछि हामी पुग्छौं तनहुँ डिस्ट्रिक्ट अनि त्यो पछि फाइनल्ली आउँछ पोखरा हामी त्यही 3:10 तिर पुगेको थियौं अनि हल्का थकै पनि लागिरहेको थियो अनि हामी चाहिँ अलि अगाडि पुगेपछि यो आमा क्याफे भन्ने देख्यौं एम्बियन्स पनि कस्तो क्यूट एन्ड राम्रो थियो अनि हल्का फ्रेश भएर हामीले चाहिँ एउटा ड्रिंक्स अर्डर गर्यौं मैले चाहिँ आइस्ड क्यारामेल माकियातो गरेको थिएँ एकदम रिफ्रेशिङ थियो अनि त्यहाँबाट चाहिँ हामी सारङकोट जानको लागि हिँड्यौं अनि यो चाहिँ ठ्याक्कै त्यो बिन्दावासिनी टेम्पलको अपोजिट साइडबाट छ अनि त्यहाँबाट चाहिँ हामी सारङकोट जानको लागि भित्र छिर्छौं अनि रोड पनि हेर्न सक्नुहुन्छ पुरै पिच छ माथि भ्यू टावरसम्म नै अब चाहिँ डेस्टिनेसन आउन लाग्यो भनेर एकदम खुसी लागिरहेको थियो बट हामीले चाहिँ रुमहरु केही बुक गरेको थिएनौं त्यही डेस्टिनेसन पुगेपछि नै बुक गर्ने भनेको थियौं केबल कार हेर्न सक्नुहुन्छ अनि त्यति भन्दै हामी चाहिँ फाइनल्ली सारङकोटको भ्यू टावर पुग्छौं अनि त्यहाँ चाहिँ हामीले यो होटल फेवा भ्यू भन्नेमा रुम हेर्यौं अनि राम्रो पनि लाग्यो रुमहरु सो त्यही चेक इन गर्यो म रुम देखाउँछु है त कस्तो छ ओके यो चाहिँ हाम्रो रुम बेड हेर्न सक्नुहुन्छ अनि बेडको चाहिँ साइडमा एउटा सानो टेबल थियो अनि रुममा एउटा फेस टावल र बाथ टावल थियो म चाहिँ हजुरलाई भ्यू देखाउँछु है त कस्तो राम्रो देखिन्छ यहाँबाट ओके पुरै फेवा लेक के अनि यो चाहिँ हाम्रो वाशरूम
मेन भ्यू चाहिँ यहाँबाट स्टार्ट हुन्छ। हेर्नुहोस् न कस्तो राम्रो देखिरहेको त्यो भ्यूहरू, पहाड होइन, पुरै फेवा लेक। जे होस् रुम चाहिँ हामीले राम्रो पाएको थियौँ। त्यसपछि हामी फ्रेस भयौँ अनि एकछिन रेस्ट गरेर हामी चाहिँ सनसेट हेर्नको लागि त्यहाँबाट निक्ल्यौँ। ओके, फिट चेक। यो चाहिँ हो माउन्टेन अन्नपूर्ण। हेर्न कस्तो राम्रो देखिरहेको थियो हिमाल। अनि यो चाहिँ हो पोखरा बजार। सनसेट चाहिँ त्यही 5:30मा हुन्छ भन्नुभएको थियो, बट अनफर्चुनेटली सन चाहिँ सेट भएन बादल लागेको कारणले। बट एनिवे यति भ्यू चाहिँ मैले क्याप्चर गरेको थिएँ। हेर्नु है, यस्तो राम्रो देखिन्छ नि। अझ यो राम्रोसँग सनसेट हुन पाएको भए त हिमाल पुरै हाँसेको जस्तै हुन्थ्यो। बट यति देख्दा पनि एकदम खुसी थिएँ। फाइनल्ली हामी पनि भिडियोमा हल्का फुल्का आयौँ अनि हल्का फोटोसुट गरेर हामी चाहिँ भ्यू टावर हेर्न जान्छौँ। बेलुका चाहिँ यस्तो देखिन्छ सारङकोटको भ्यू टावर। अनि यो टेम्पल हेर्नु न, पुरै लाइट्स थियो, कस्तो राम्रो देखिरहेको थियो। यो चाहिँ शिवको मन्दिर हो अनि गणेशको पनि यति ठुलो मूर्ति थियो त्यहाँ। अनि यतापट्टि साइडमा चाहिँ यो पनि गणेशको टेम्पल हो। पोखरा चाहिँ यस्तो देखिन्छ नाइटमा, बट सोचेको भन्दा चाहिँ एकदम ठुलो थियो पोखरा। कहाँसम्म छ क्या। भ्यू टावरको तल चाहिँ यस्तो होटेलहरू छ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ यही 2टा होटेलभन्दा अलि उता बसेको थियौँ अनि बाइक पनि हामीलाई भित्रै होटेलभित्र राख्नु भन्नुभयो। अनि एकदम भोक लागिरहेको थियो, सो हामीले चाहिँ फ्राइज, थुक्पा अनि चाउमिन अर्डर गऱ्यौँ। अनि खाना पनि एकदम मिठो थियो त्यहाँको। बेलुका चाहिँ अलि चिसो चिसो नै थियो यतातिर। सो द्याट्स इट, थ्याङ्क यू फर वाचिङ। टुमोरो नेक्स्ट डेस्टिनेसन, कान्ट वेट, बाई बाई।